नमस्कार आदरणीय मेरा सम्पूर्ण साथीहरूलाई मैले फेसबुकबाट यो जरुरी सन्देश पठाउँदैछु। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा तत्कालीन प्रमाणहरूको आधारमा दोषी ठहर भई पुटपक्षमा थुनामा गएका रवि लामिछाने पौष 3 गते रिहा भइसकेपछि युवराज सफलले रवि लामिछानेलाई जमानतमा छोड्ने न्यायाधीशका विरुद्धमा न्याय परिषदमा उजुरी गरेपछि अहिले धेरैभन्दा धेरै रवि लामिछानेका समर्थकहरू, रासोपाका समर्थकहरू आक्रोशित बनेका छन् र देश विदेशबाट विभिन्न व्यक्तिहरू रवि लामिछानेलाई किन फसाउन खोजिस्, किन मुद्दा हालिस् भन्दै मलाई फोन गरिरहेका छन्। हजारौं फोनहरू आएको छ, मेसेजहरू आएका छन् र यिनीहरूले मलाई अत्यन्तै डिस्टर्ब गरिरहेका छन्। त्यसैले यदि तपाईँ कुनै समस्या परेर फोन गरे पनि त्यो फोनहरू उठाउन म असमर्थ छु र यदि यहाँहरू वास्तविक पीडित हुनुहुन्छ र युवराज सफलको सहयोग आवश्यक छ भने कृपया परिचयसहित शिष्टतापूर्वक आफ्ना कुरा मेसेज गर्नुहोस्, व्हाट्सएप गर्नुहोस्। तर युवराज सफललाई हैरानी गर्ने, युवराज सफललाई तनाव दिने हिसाबले फोन नगर्न म अनुरोध गर्न चाहन्छु। र रवि लामिछानेलाई किन मुद्दा हालिस् भन्दा पनि रवि लामिछानेलाई प्रमाण नराखिकन कसरी ठगिस्, 2टा पासपोर्ट किन बोकिस्, 2टा नागरिकता किन बोकिस्, 2टा भन्दा बढी बुढी किन ल्याइस्, किन सहकारी ठगिस् भनेर तिम्रो आफ्नै मालिकलाई प्रश्न गर्न म अनुरोध गर्दछु। युवराज सफल हिजो पनि कानुनी राज्य र विधिको शासनमा थियो, अहिले पनि विधिको शासन र कानुनी राज्यमा नै विश्वास गर्छ। कुनै रवि लामिछानेका भिजिलान्तीहरूले फोन गरेको भरमा, धम्क्याका भरमा युवराज सफल ब्याक हुँदैन भन्ने कुरा राख्दै आफ्नो काम गर्न अनुरोध गर्दछु। धन्यवाद, नमस्कार।